हेलो नमस्कार सेवा तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। फेरि पनि न्यू डे न्यू ब्लग लिएर आइसकेको छु। अनि फर्स्ट अफ अल तपाईहरु मेरो च्यानलमा नयाँ साथीहरु हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई फुल वाच गरिदिनु होला साथीहरु। म चाहिँ दिउँसोको समयमा भिडियो स्टार्ट गर्दैछु। म चाहिँ एकदम धेरै बिमारी छु, कलेज पनि जानु पाएको छैन हैन। आज दिउँसो औषधि लिएर आएको छु साथीहरु। मेरो औषधि चाहिँ यहाँनिर छ। यो एउटा भयो अनि त्यसपछि यो दुईटा अनि यो ग्यास्ट्रिकको भयो। यो ग्यास्ट्रिकको भयो नि त साथीहरु। अनि यो छ, यति छ मेरो औषधि। अनि अर्को चाहिँ एउटा जुकाको होला। यहाँ चाहिँ बिलहरु छ। मेरो कोठाको प्लान्टहरु हैन बिमारी भएर यिनीहरुलाई नि मैले एकदम स्याहार्नु नि पाएकै छैन। मान्छेलाई त कसले स्याहार्ने भएको छ, प्लान्टलाई कसले स्याहार्छ हैन। यो चाहिँ मैले अस्ति सुन्तले घुम्नु जाँदाखेरि लिएर आएको हो। पुरै बनाउनु लागेको हैन, एक्लै छु नि त। अनि मलाई सन्तान छैन, अनि त्यही भएर अरू नभए चटपटी खाइदिनु पर्यो भनेर, नत्र त मलाई घरकाले खानु दिनुहुन्न नि त। त्यही भएर मेरो चटपटेको लुक्स चाहिँ यस्तो भइसक्यो हैन। म चाहिँ रेडी भइसक्यो। बनाएकोमा खाइदिनु पर्यो। थोरै बनाएको नि त, धेरै चाहिँ खानु पर्यो भने पेट त्यसैको दुखिरहेछ। चाख्छु ल म तल्लोपट्टि लगिदिएँ माइजूलाई। अनि म चाख्छु है साथीहरु कस्तो। साथीहरु मैले चटपटीमा के लाउनु बिर्स्यो भने अहिले याद आयो क्या। कागतीको दाना देखेर याद आयो। मम्मीले चाहिँ लाइना रहेछ या र पनि राख्छु नि कि मलाई धेरै खानु मन लागेर हो। चारो पकाउँदै थिएँ, आगो चाहिँ भुसुक्कै मरिगएछ है फेरि।
खाजा खानुको धुनमा यता चाहिँ आगो सखाप मरेर म चाहिँ यो अम्बक खान लाग्यो नि त। यो चाहिँ पिङ्क कलरको, अर्को चाहिँ सेतो हुन्छ नि त। अनि अस्ति ल्याइदिनु भएको थियो, म चाहिँ खाएकै थिइनँ। चटपटे चाहिँ गाई चरो मैले यति छोडेर खान त धेरै मन थियो, तर फेरि मेरो पेटले कुछ गडबड गर्छ भनेर मैले नखाएको होइन। झन् त्यसै त पेट दुखिरहेछ, थोरै चाहिँ छोडेँ। अब चाहिँ म यो अम्बक खाएर खोर्सानीको अचार लगाउनु पर्ने छ टक्कसँगले। लाग्दै मिठो। यति चाहिँ नखानु पर्यो, आज मेरो चिसो चिसो खुवाइ हुँदैन। साथीहरू मैले चाहिँ अक्काबारीको अचार लगाउनु लागेको होइन साथी। लसुन अनि अब यसमा हुन्छ नि तिलहरू भयो, सबै कुरा अब त भनेर सकिँदैन होइन, त्योहरू लाउनुपर्छ साथीहरू। अनि म चाहिँ अचार लगाउनु लागेको। यो चाहिँ मैले भेन्टाको अचार लगाएको अस्ति। यहाँनिर छ खोर्सानीको अचार लगाएको। यो नि अक्काबारीको हो। अनि फेरि अहिले नै हाल्नुपर्छ। केही भुट्नुको लागि यहाँ कडाई चाहिँ मैले तताइरहेको छु। अब हेर्दै गर्नु होला साथीहरू। यो चाहिँ खोर्सानीकै है, यसका चाहिँ यो पेस्ट बनाएको हो। मैले अचारको लागि तिल अनि फिलिङ्गी तोरी भुट्दैछु। तोरी हेरेर आयो भुट्दैछु। अनि यसको पेस्ट बनाएर लाउनुपर्छ नि त। यसमा मैले लसुन अदुवाहरू जिराहरू पनि थप्नुपर्छ। यहाँ चाहिँ मैले अचारको लागि तेल खराउँदैछु। सोचेर मैले चाहिँ अब रेडी लगभग भइसक्यो। यो पेस्ट चाहिँ मिक्सचरमा पिसेर हाल्नुपर्छ नि त। अलिअलि चाहिँ उनी चाहिँ मैले मैदा बनाइन। तेल चाहिँ हाल्नु बाँकी छ, तेल हाल्ने अनि बट्टामा हाल्ने। तेल चाहिँ अब अहिले अलिक सेलिँदैछ नि त, तातै छ। अनि अहिले छिनमा हाल्ने। यिनीहरूले साथी यसको चाहिँ अब यस्तो भइसक्यो। अब चाहिँ यसलाई बट्टामा लाउनु पर्ने हुन्छ। फाइनली साथी अचार नि एक बट्टा दुई बट्टा अनि यहाँनिर यति अनि आधी थियो नि त। यसलाई बोराएँ। फेरि भोलि चाहिँ नलाएको किनकि तेल बढी छ नि त, फेरि तेल निस्किन्छ ओज हुन्छ। त्यही भएर खोर्सानीको अचार साथीहरू 2005 बट्टा भएछ मेरो खोर्सानीको अचार चाहिँ। गाइसहरू यो चाहिँ हाम्रो लोकल कुखुरा हिजो काटेको थियौँ नि त। अनि अब 3 जनाले खाइसकिन्छ त। अनि अब यति छ बाँकी। अब यसलाई चाहिँ अहिले पोलेर खाने अनि उक्रेको पकाउने हो। पर्दैन यहाँ चाहिँ देखाउनु न, भिडियो गर्नु हुँदैन कि होइन गाइजहरू। यो चाहिँ लोकल कुखुराकै चौथा छ भने दामी भयो। म चाहिँ खानासाना खाएर नि कोठामा बसिसकेँ होइन। अनि मेरो आजको दिनहरू पनि यसरी नै बिताउ। अब चाहिँ मेरो भिडियोलाई यहीँ एन्ड गर्नुपर्ने हुन्छ। बाई बाई साथीहरू।